नमस्ते। यो क्रिकेटको महिना हो, अहिले आइपिएल पनि चलिरहेको छ। सँगसँगै नेपालमा चाहिँ 2 वर्षपछि सिडब्ल्युसी साइकल फेरि नेपालमा फर्किएको छ। नेपालबाट सुरु भएको सिडब्ल्युसी साइकल फेरि नेपालमै अहिले भइरहेको छ। नेपालमा लगातार 2 वटा साइकलको गेम हुने सेड्युल छ। पहिलो साइकलको चाहिँ अहिले भइरहेको छ नेपाल भर्सेस युएई भर्सेस ओमान बिच। अनि सेकेन्ड चाहिँ यो सकिने बित्तिकै लगातार चाहिँ युएसए र स्कटल्यान्डको टिम चाहिँ नेपाल आएर खेल्दैछ। यसले चाहिँ नेपाली क्रिकेट दर्शकहरूलाई चाहिँ एकदम यो उत्साहको चाहिँ समय हो। यो चाहिँ एकदम क्रिकेटको महिना, म त्यही भएर यसलाई क्रिकेटको महिना भन्न चाहन्छु। मैले आज यो भिडियो रेकर्ड गराइरहँदा चाहिँ नेपालले एउटा गेम जितिसकेको छ। क्रिकेट लिग 2को चाहिँ युएईसँगको गेम चाहिँ नेपालले 37 रनले जित हात पारिसकेको छ। त्यसको चाहिँ म थोरै समीक्षा गर्न चाहन्छु। नेपालले हिजो चाहिँ युएईलाई चाहिँ 37 रनले 38 रनले जितेको छ, जसमा चाहिँ नायक बनेका थिए दिपेन्द्र सिंह ऐरी। उनले 75 रन चाहिँ ब्याटबाट 75 रन साथै विकेट चाहिँ 1 विकेट लिएर चाहिँ नेपाललाई महत्त्वपूर्ण 2 अङ्क जोड्नको लागि चाहिँ मद्दत पुर्याएका थिए। स्मरण रहोस्, नेपालले यो ओडिआई भन्दा पहिला पनि 2 वटा टी20 इन्टरनेसनल चाहिँ युएईसँग खेलेको थियो, जसमा चाहिँ 1-1 को ड्र भएको थियो त्यो सिरिज, जसमा नायक बनेका थिए दिपेन्द्र सिंह ऐरी नै। दिपेन्द्र सिंह ऐरी पछिल्लो समय वर्ल्ड कप पछि टी20 वर्ल्ड कप पछि चाहिँ एकदम फर्ममा छन्, टप फर्ममा छन्। त्यो टी20 आईको क्याप्टेन्सी पनि दिपेन्द्र सिंह ऐरीलाई दिइएको थियो। पछिल्लो समय निकै व्यस्त छन्, एकदम उनी एकदम खरिएका पनि छन् जस्तो लाग्छ मलाई। जहाँसम्म लाग्छ चाहिँ उनी पिएसएल खेल्न गएका थिए, उनी त्यहाँ गेम खेल्न त पाएनन्, तर उनले त्यहाँको अनुभवलाई लिएर चाहिँ नेपाल फर्किएर अहिले चाहिँ यो सिरिजमा चाहिँ नेपाललाई चाहिँ थप महत्त्वपूर्ण अङ्कहरू चाहिँ प्रदान गर्नको लागि चाहिँ एकदम आतुर छन्। हिजोको प्लेइङ 11 चाहिँ नेपालबाट कुशल भुटेल, आशिष शेख, भीम सार्की, रोहित पौडेल, बसिर अहमद, होइन, दिपेन्द्र सिंह ऐरी, त्यस्तै आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका थिए। सरसर्ती गेमको बारेमा भन्नुपर्दा चाहिँ सुरुवातमा चाहिँ आसिफ शेखको चाहिँ ओपनिङ त्यति राम्रो हुन सकेन। उनी 7 रन हानेर चाहिँ उनी आउट हुन पुगे। भुटेलले चाहिँ थोरै नेपाललाई चाहिँ अगाडि बढाउँदै थिए। उनले 4 चौका हानेर चाहिँ 24 रन मात्र जोड्न सके। उनी उनको सिम्पल मिस्टेकमा चाहिँ उनी क्याच आउट हुन पुगे, होइन। अब चाहिँ युएईको चाहिँ भर्खरै अहिले चाहिँ डेब्यु गरेका अजय कुमारले चाहिँ उनको विकेट लिन सफल भएका थिए। यही दौरानमा चाहिँ युएईले चाहिँ 6 वटा नयाँ चेन्ज गरेको थियो यो अहिले यो ओडिआई टिममा। अधिकांश खेलाडीहरू चाहिँ अहिले अङ्गीकृत नागरिकता दिएर चाहिँ युएईले चाहिँ इन्डिया र पाकिस्तानको क्रिकेटरहरूलाई चाहिँ अहिलेको टिममा आबद्ध गरेको छ। 2 जना चाहिँ अन्डर 19 क्रिकेट वर्ल्ड कप खेलिसकेका प्लेयर छन् भने अरू चाहिँ आइपिएलमा पनि आबद्ध भएका प्लेयरहरू छन्। त्यस्तै भीम सार्कीले पनि त्यति उत्कृष्ट गर्न सकेनन्। रोहित पौडेलले त 2 रनमै आउट भयो। रोहित पौडेल त, होइन। यसले चाहिँ अलिकति रोहित पौडेल पछिल्लो समय अलि फर्ममा छैनन् जस्तो पनि लाग्छ, होइन। अब हेरौँ अर्को गेम, अब महत्त्वपूर्ण गेम नै रहन्छ अर्को गेम पनि ओमानसँगको, त्यसमा चाहिँ अब कस्तो रहनेछ। मलाई जहाँसम्म लाग्छ रोहित पौडेलले हिजोको गेमको क्याप्टेनसिप चाहिँ राम्रो गरेका थिए। उनले एकदम बलरहरूलाई राम्रो प्रयोग पनि गरेका थिए। बसिर अहमदले अलिकति चाहिँ अपरिपक्व खेले, उनले अझै हान्न सक्थे, तर उनी पनि उनको ब्याड सर्टको कारणले गर्दा उनी आउट हुन पुगे।
दिपेन्द्र सिंह ऐरीको बारेमा त हिजो कुरा गर्नै परेन। हिजोको खेलको नायक होइन दिपेन्द्र सिंह ऐरीसँग चाहिँ एभ्री दर्शकहरूले एभ्री प्लेयरहरूले होइन सबैजनाले चाहिँ आशा गरेको हुन्छ हरेक गेममा होइन। उनी यति फर्ममा छन् कि अहिले पछिल्लो समय उनी एकदम चाहिँ खरिएका बाघ जस्तो कि उनी चाहिँ शिकार गर्न चाहिँ आइरहेका छन्। उनी 3D प्लेयर हुन् होइन। उनी चाहिँ उत्तिकै बलिङमा ब्याटिङमा र उत्तिकै होइन फिल्डिङको भूमिकामा पनि उत्तिकै उनी चम्किरहेका हुनेछन् मैदानमा देखिरहेका छौँ। अनि त्यसपछि अर्को महत्त्वपूर्ण कुरा चाहिँ जब दिपेन्द्र सिंह ऐरीको हातमा बल रहन्छ विपक्षी टिमका ब्याटरहरू चाहिँ रन बनाउन चाहँदैनन्। किनभने दिपेन्द्र सिंह ऐरीले धेरैलाई आउट गरेका छन्। सो कारणले गर्दा दिपेन्द्र सिंह ऐरी इज माई अल टाइम फेभरेट प्लेयर होइन। तारिफ गर्न शब्द नै पाइनँ मैले दिपेन्द्र सिंह ऐरीको लागि। त्यस्तै आरिफ शेखले चाहिँ जहिले पनि नेपाललाई चाहिँ एकदम सम्हालिएको पारी खेल्ने गर्दछन्। उनी चाहिँ मिडल अर्डरमा आएर चाहिँ नेपालको चाहिँ कमजोर लाइनअपको समयमा पनि उनले चाहिँ नेपालको ब्याटिङलाई धानिरहेका हुन्छन्। यो हिजोको खेलमा पनि अलिकति सम्हालिएर खेल्दै थिए तर उनी पछि आउट हुन पुगे। त्यसपछि सोमपाल कामी आए। सोमपाल कामीले पनि थोरै राम्रै खेल्दै थिए, उनी पनि आउट हुन पुगे। त्यसपछि करण केसीले छक्का पनि हाने। करण केसीले अझै धेरै हान्न सक्थ्यो तर उनी पनि आउट भयो। त्यसपछि सन्दीप लामिछाने आए होइन। सन्दीप लामिछानेले चाहिँ ब्याड चाहिँ डिसिसन लिएका थिए जसको कारण उनी 2 रनमै आउट हुन पुगे। त्यसपछि आए ललितराज वंशी। ललितराज वंशीले चाहिँ दिपेन्द्र सिंह ऐरीलाई चाहिँ होइन स्ट्राइक दिएपछि चाहिँ अब अलिकति चाहिँ नेपालले खेल्दै थियो होइन। दिपेन्द्र सिंह ऐरी 75 रनमा चाहिँ 75 रन बनाएर खेलिरहेका थिए 48 ओभरमा। अब चाहिँ मलाई के आशा लागेको थियो नि त्यति बेला चाहिँ 200 रन पनि बनेको थियो होइन। चाहिँ एउटा लो स्कोरबाट त्यति 200 रनसम्म चाहिँ दिपेन्द्र सिंह ऐरीले पुऱ्याएका थिए। हिजोको नायक त्यही भएर म दिपेन्द्र सिंह ऐरीलाई लिन चाहन्छु। त्यसपछि अझै मलाई चाहिँ के आशा थियो नि दिपेन्द्र सिंह ऐरी स्ट्राइकमा रहिरहँदा 12 बलमा चाहिँ नेपालले केही नभए पनि 15-20-30 रनसम्म चाहिँ हान्न सक्छ भन्ने मेरो चाहिँ विश्वास रहेको थियो। तर त्यो विश्वास चाहिँ पछि लामो समय टिक्न सकेन। लामो समय त के 1-2 रनमा पनि बनाउन सकेनन्। उनले एकदम ठुलो सट हान्न खोजे। ठुलो सट हान्न पर्ने बेला आइसकेको थियो तर मलाई चाहिँ अलिकति चाहिँ लास्ट ओभरमा चाहिँ मात्र चाहिँ ठुलो सट हाने हुन्थ्यो जस्तो चाहिँ लागिरहेको थियो। तर ठिकै छ हिजोको चाहिँ गेम ओभरअल राम्रै रह्यो। सुरुवात राम्रो रह्यो। अब नेपालले चाहिँ बाँकी अरू थप यो सिरिजको चाहिँ 8वटा खेलमध्ये बाँकी 7वटा खेल पनि जितोस् भन्ने शुभकामना दिन चाहन्छु। अब नेक्स्ट गेम चाहिँ भोलि युएई भर्सेस ओमान रहेको छ। युएईले अहिले पछिल्लो समय थप होइन प्लेयरहरू चाहिँ भित्राएको छ जसमा चाहिँ उनीहरू चाहिँ बाँकी रहेका खेलहरू जित्न चाहन्छ। त्यसैले चाहिँ अब ओमान अलिक दबाबमा पनि रहेको छ। अहिले पछिल्लो समय नेपाल एसँग पनि ओमानले खेलेको थियो जसमा चाहिँ 1-1 ड्र भएको थियो नेपालीसँग। पछिल्लो समय नेपाल एमा पनि राम्रो प्लेयर ईशान पाण्डे त्यसपछि चाहिँ कुशल मल्ल होइन त्यसपछि लगायतका प्लेयरहरू चाहिँ अहिले देव खनाल लगायतका प्लेयरहरू फर्ममा छन् होइन। उनीहरूले अर्धशतक पनि हानेका थिए। नेपाल 115 रनले विजय हासिल गरेको थियो ओमानसँगको अन्तिम वान डे सिरिजमा जुन एउटा यो प्रिपरेसन पनि थियो जुन ओमानको लागि नेपालको लागि। अहिले यो साइकलको चाहिँ टपमा चाहिँ युएसए रहेको छ 24 गेमबाट 36 पोइन्टका साथ चाहिँ
टपमा रहेको छ। त्यसपछि दोस्रो स्थानमा 28 गेमका साथ चाहिँ स्कटल्यान्ड चाहिँ 28 गेमबाट 34 अङ्कका साथ दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा ओमान रहेको छ। ओमानले पनि 24 गेमबाट चाहिँ 29 पोइन्ट प्राप्त गरेको छ। चौथो स्थानमा नेदरल्यान्ड छ। 24 गेमबाट 28 पोइन्ट रहेको छ। पाँचौँ स्थानमा नामिबिया छ 22 पोइन्टका साथ। चौथो स्थानमा क्यानाडा र नेपाल 7औँ स्थानमा। 8औँ स्थानमा युएई रहेको छ। समग्रमा टिम यो चाहिँ साइकलबाट चाहिँ 4वटा टिम चाहिँ टप 4 टिम चाहिँ वर्ल्ड कप 2027को वर्ल्ड कपको लागि चाहिँ सिधै क्वालिफाई हुन्छ भने वर्ल्ड कप क्वालिफायरको लागि चाहिँ जान्छन् भने बाँकी 5औँदेखि 8औँ स्थानमा रहेका चाहिँ टिमहरू प्लेअफ क्वालिफायरको लागि चाहिँ जानेछन्। वर्ल्ड कप क्वालिफायरको लागि बढी सम्भावना अहिले युएसएले चाहिँ 24 खेलमा जुन 36 अङ्क प्राप्त गरेको छ र दोस्रो स्थानमा 28 खेलबाट चाहिँ 34 अङ्क प्राप्त गरेको स्कटल्यान्ड चाहिँ अलि फर्ममा देखिएको छ। उनीहरू दुईवटा टिम चाहिँ अलिक बढी सम्भावना छ। त्यसपछि चाहिँ नेदरल्यान्डको पनि सम्भावना छ। तर सँगसँगै अरू टिमहरू पनि उत्तिकै चान्सेसहरू छ। अहिले पछिल्लो समय युएई पनि अलिकति फर्ममा आइरहेको छ। त्यो भएको कारणले कुन टिम जान्छ कुन जाँदैन भनेर अहिले नै भन्न सक्ने अवस्था छैन है। नेपालले जहिले पनि होममा चाहिँ यो ट्यु ग्राउन्डमा चाहिँ एकदम फाइदा लिइरहेको छ है। नेपालले आफ्नो होम बेनिफिट चाहिँ पुरानो 2019देखि 2023सम्मको साइकलमा पनि नेपालले होममा चाहिँ एकदम बेनिफिट लिएर पछिल्लो 12 खेल चाहिँ लगातार जितेर चाहिँ वर्ल्ड कप क्वालिफायरमा टप 3मा समावेश भएको थियो। सन्दीप लामिछाने पछिल्लो समय चाहिँ एकदम फर्ममा आइरहेको छन्। उनी वर्ल्ड कपदेखि अस्ति भएको सिरिजहरू पछिल्लो समय एकदम फर्ममा रहेको छ। त्यस कारणले गर्दा नेपाललाई चाहिँ अहिले चाहिँ पछिल्लो समय प्लेयरहरू जुन फर्ममा रहेका छन् सुम्पाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, ब्याटिङमा कुशल भुटेल, दिपेन्द्र सिंह गैरीले जुन स्तरको ब्याटिङहरू गरेका छन्, आरिफ सिंहले जुन मिडल अर्डर चाहिँ हानिरहेका छन्, त्यसले चाहिँ नेपाललाई चाहिँ ओमान र युएईको बिचको गेमको पनि थोरै चर्चा गरौँ। युएईका क्याप्टेन मोहम्मद हसिम आफैमा एकदम क्यापेबल प्लेयर हुन्। उनी क्यापेबल क्याप्टेन पनि हुन्। T20 फर्मेटदेखि ओडिआई फर्मेट सबैमा उनले पछिल्ला दबदबा राख्ने गर्दछ। पछिल्लो समय उनको चाहिँ फर्म एकदम टप फर्ममा रहेका छन्। उनी हिजोको खेलको कुरा गर्नुपर्दा नेपालले जब नेपालका चाहिँ पेस बलर सुम्पाल कामीले चाहिँ मिडल अर्डरमा चाहिँ युएई एकदम जमिरहेको थियो। सुरुवाती चरणका विकेटहरू करण केसीले लिए पनि मिडल अर्डरमा चाहिँ अब मोहम्मद हसिम र भर्खरै डेब्यु गरेका अक्षदीप सिंह चाहिँ एकदम फर्ममा थिए। उनीहरू बाँकी रहेका खेलहरू पनि अब हिजोको गल्तीलाई सच्याएर नेपालले चाहिँ बाँकी रहेका खेलहरू पनि जित्नुपर्ने हुन्छ। बाँकी खेलहरू एकदम महत्त्वपूर्ण छ। प्रत्येक खेल महत्त्वपूर्ण छ। कम्तीमा पनि 6 अङ्क नेपाली युएई र ओमानसँगको सिरिजमा ल्याउनु पर्ने हुन्छ र बाँकी रहेका चाहिँ युएसए र स्कटल्यान्डसँगको खेलहरूमा पनि जित हासिल गरेमा युएसए र स्कटल्यान्डसँगको दूरी
जुन चाहिँ अङ्क नेपालले घटाउन सक्छ। यदि नेपालले 8वटै गेम जित हासिल गरेमा नेपालले 28 पोइन्ट लिएर आउनेछ। नेपालले 28 पोइन्ट लिएर आयो भने नेपालले नेदरल्यान्डसँगको पोइन्टसँग बराबरी गर्नेछ। त्यसले प्रत्येक गेमहरू महत्त्वपूर्ण हुनेछ नेपालको लागि। खेलाडीहरूले जिम्मेवार बोधका साथ खेलिरहेका छन्। पछिल्लो समय कुशल भुटेल, भूपेन्द्र सिंह गरी, सन्दीप लामिछाने, आरिफ शेखहरू जस्ता एकदम अनुभवी खेलाडीहरूले चाहिँ बढी जिम्मेवारी लिनुपर्ने हुन्छ। क्याप्टेनले आफैमा बढी जिम्मेवारी हुन्छ क्याप्टेनलाई। अब क्याप्टेनले हिजो खेलमा चल्न नसके पनि र आजको चाहिँ पोडकास्टलाई यहीँ गर्न चाहन्छु। मेरो यो पोडकास्टलाई सब्सक्राइब, लाइक, सेयर, कमेन्ट र सल्लाह र सुझाव पनि सँगसँगै सल्लाह र सुझाव पनि दिनु होला। म आगामी दिनमा थप नयाँ र रोचक साथै क्रिकेटभन्दा बाहेकका व्यक्तिहरूसँग पनि चर्चा होइन देशको बारेमा र अन्य सामाजिक परिस्थितिहरूको बारेमा पनि गफहरू हुनेछ। अहिले भइरहेको क्रिकेट सम्बन्धी जानकारी साथै चाहिँ थप मलाई मनमा लागेको प्रश्नहरू, उत्तरहरू साथै क्रिकेटका गतिविधिहरूको बारेमा पनि थोरै यो सानो भिडियो बनाएर बोल्न पाउँदा र तपाईँहरूलाई सूचना जानकारी दिन पाउँदा खुसी छु भन्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार।